चाहिँ आज चाहिँ अर्को पार्क जाँदैछु गाइस है। आउनुहुन्छ के दादा आउनुहुन्छ चाहिँ तिते करेला लगाएको छन्। 1 मिलियन सब्सक्राइबर है। ओ नो हो र जाँदैछु यस्तो भइरहेको छ। अहिले चाहिँ साँझ हुन लागेको छ गाइज। म चाहिँ यतिकै टाइम पास गर्न हिँड्दैछु यतिकै छापरी क्या बकरी खल्ले हिँडिरहेको छ। यताको चाहिँ गाडी हिँडिराखेको छ उताको रोडमा। हामी चाहिँ यताको रोडमा हिँड्दैछौँ। मेरा छेडिया था। यहाँ चाहिँ सल्लाहको रुख छ। हेर्नुहोस् पहिला सानो थियो अहिले चाहिँ यति ठुलो भइसकेछ। हेर्नुहोस् न सल्लाहको रुख। यहाँ पनि छ सल्लाहको रुख छ। म चाहिँ यतिकै भ्लग बनाउँदै हिँडिरहेको छु गाइज। यो घर पनि कति दामी छ क्या है। त्यताको घर पनि देखिसक्नु भएको छ गाइज। अनि गाह्रो छ कि हात गर्छ के बनाउँदै हिँड्दा पनि। यता चाहिँ मेरो बेबीलाई ओ बिहारी छोपेको छु गाइज। ओ बिहारी ऐसे नहीं बोलते हैं गंदा बात है। बिहारी मोटा बिहारी क्या आपको हम बिहारी लगते हैं? हाँ लगते चाहिँ नेपालमा जस्तै यतिकै मजा आइरहेको छ पार्कमा भन्दा। जाने सोच चाहिँ पार्कै छ है त गाइज। चलो पार्कमा पस्नु लागिसकेको छ होइन। पार्कमा धेरै जस्तो यो रुख लाउँदो रहेछ गाइज होइन। यता जाँदा पनि राम्रो हुन्छ। अब त यता जाँदैछौँ। अहिले चाहिँ हल्का हल्का घाम लागेको छ धेरै दिनपछि। तिजदेखि हल्का घाम लागेको छ साँझको परमा। आऊ यतिको घाम लागिराखेको छ। यो हो पार्क।
हेलो अब हिँडिराखेको छ चाहिँ यस्तो मौसम छ यताको रोशनी यस्तै छ यहाँको पार्क चाहिँ यताको पार्क चाहिँ यस्तो रहेछ यहाँ चाहिँ आरु रहेछ आरु अनि फुल ओ नो 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 हिँड के गर्न खोजेको हिँड यता चाहिँ मकै छरेको रहेछ पार्कको बिचमा उतापट्टि चाहिँ बाटो छ गाइज यस्तो छ गाइज त्यो चाहिँ हल्का गुरुद्वारा देखिएको छ गुरुद्वारानिर यस्तो घाम लागेको कि प्यालो घाम लागिराखेको छ चाहिँ गाइज कस्तो प्यालो घाम लागिराखेको छ यता होइन यता ऊ त्यता जाने यता यता देखियो के जाने यो चाहिँ गाइज चाहिँ घाम लागिराखेको छ यो हो बेलको रुख घाम लागेको यस्तो पनि घाम लाग्छ फाइनली गाइज हामी चाहिँ घुमिसक्यो पार्क पनि घुमेर आइसक्यो ओइ गाडी आइरहेछ हैन आज ओके गाइज फेरि पनि ल्याउने छु नयाँ नयाँ भ्लग आजको भ्लग कस्तो लाग्यो हजुरहरूलाई लाइक सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला गाइज चाहिँ यति नै बाई बाई।